हेलो। यो माघ महिनामा चाहिँ हामी फ्यामिलीमा बुढो बाबु र मेरो नै बर्थडे। आज चाहिँ पहिला चाहिँ बुढोको बर्थडे आउँछ। अनि बुढोको बर्थडेको दिन चाहिँ बिहान उठेर बाबुलाई स्कुल पुऱ्याएर हामी चाहिँ बौद्ध घुम्यौँ। अनि बुढाले बत्ती सत्ती बाल्नुभयो। अनि बेलुका चाहिँ अलिक ढिलो आउनुभएको भएर 10 बजेतिर मात्रै बुढाको बर्थडे मान्यो। फेरि मेरो बुढोलाई यति लाज लाग्दैन, फेरि उसलाई केही थाहा हुँदैन। हेर्नु न, फुक्ने हो भनेर सोध्दै हुनुहुन्थ्यो। अनि त्यसपछि छोराको बर्थडे, छोराको चाहिँ योपालि फेरि उसलाई साथी बोलाउनु पऱ्यो अरे, उसको बेस्ट फ्रेन्ड। हेर्नु न, यता सेतो हुडी लाएर बस्ने चाहिँ निर्विक हो, उसको बेस्ट फ्रेन्ड। अनि उतापट्टिको चाहिँ उसको दिजु हो। अनि उसको हेर्नु खुसी भएको। फेरि उसलाई स्प्रेहरू पनि छर्नु पऱ्यो अरे। अनि बर्थडे पनि फेरि आज केक पनि फेरि दुईवटा थियो योपालि चाहिँ। एउटा चाहिँ हामीले लिएर आएको थियौँ, एउटा चाहिँ ब्याङ्कबाट आएको थियो। उसको ब्याङ्कमा खाता भएको भएर मेरो आमाले चाहिँ उसलाई विस गर्दै हुनुहुन्छ। केक चाहिँ यही हो साथीहरू। स्प्रे पनि हान्नुपर्ने र हेर्नु न के गर्नु। अनि मेरो बर्थडेको दिन बाबुलाई स्कुल पुऱ्याएर हामी बौद्ध घुम्यौँ। अनि मेरो चाहिँ शिवानी बहिनीले सानो सरप्राइज दिएको मलाई यो। अनि बेलुका चाहिँ हामी सबै फ्यामिली नै जाने भने फेरि मेरो आमा चाहिँ खासै मन पराउनु हुने हिँड्नलाई। अनि यहीँ रामभिटीमा भएको गार्डनमा गयौँ हामी, रेस्टुरेन्टमा। भिडियो नक्कल पारेर भिडियो बनाउँदैछौँ हाम्रो छोरा। मेरो क्यामराम्यान चाहिँ फेरि मेरो भाइ हो। मेरो छोरालाई चाहिँ नक्कल पारेर फोटो खिचिकेर फोन गरेको जस्तो गर्नु पऱ्यो र हेर्नु न, नक्कलै छ नि। अब ठुलो पनि भइसक्यो। हामी चाहिँ पुरा मोडल जस्तो हाम्रो छोरा। हेर्नु न, जाडोमा यत्रो मोटो ज्याकेट लगाएर के गर्नु। बर्थडे फेरि यो माघ महिनामा चाहिँ 3जनाको लगातार बर्थडे छ। के गर्नु, विस गर्नेलाई नै अल्छी लाग्दो होला पालै पछि। बुढालाई, छोरालाई, बुढीलाई। हामी चाहिँ माघ महिनाको 3जना। अनि यहाँ चाहिँ हामी गयौँ, एकछिन फोटोहरू, तर एकदम राम्रो रहेछ। फेरि भ्यालेन्टाइन डे आउँदैछ नि त, त्यही भएर सबै रेड 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 थियो। अनि बाबु र म चाहिँ पुरै फर्स्ट टाइम गएको हो हामी चाहिँ ओपनिङ भएपछि। अनि बाबु र म चाहिँ पुरै नाटक चर्तीकला। हेर्नु न हाम्रो आमा छोराको। फेरि मेरो बुढोलाई चाहिँ खासै फोटोहरू खिच्न चाहिँ इच्छा गर्नुहुन्न, मन पर्दैन उहाँलाई चाहिँ। अनि म र बाबु चाहिँ पुरै नाटक गरेर भिडियो बनाएर। अनि मेरो नि घरमा मनाउने भनेको। अनि मेरो बर्थडे चाहिँ यहाँ रेस्टुरेन्टमा गएर मनाएको। यो चाहिँ मलाई मेरो भान्जाले ल्याइदिनु भएको केक। अनि मेरो बुढो र छोरा चाहिँ हेर्नु न, नक्कलहरू मक्ख परेको छ। हामी चाहिँ खासै कोही पनि गएनौँ, भाइ, म, भान्जा, अनि मेरो बुढो, अनि छोरा, अनि मेरो ममा सासू। अनि त्यति गएर मनायौँ। यो चाहिँ मेरो स्पेसल हो अहिलेसम्मको। मेरो बुढोले मलाई माया गर्नुभयो अरे, ममाले मलाई गिफ्ट दिनुभएको। यति नै हो साथी।